होइन घरबारविहीन भएका मान्छेहरूलाई लाल पूर्जा दिनुको सट्टा जग्गा दिनुको सट्टामा उल्टै उनलाई उठीबास लगाउन खोजिरहेको छ। देशैभरि यो गरिरहनु खोजेको छ। बालेन्द्र शाहलाई या त अहिलेको सरकारमा भन्न चाहन्छु, प्लिज तपाईँहरू बेलामा सुध्रिनुहोस्, इतिहास हेर्नुहोस्। तपाईँ सोधेको होला दुई तिहाईले मैले गरिबलाई पेल्दा पनि हुन्छ, डोजर हान्दा पनि हुन्छ, होइन रुवाउँदा पनि हुन्छ, जे गर्दा पनि हुन्छ भनेर सोध्नु भयो भने तपाईँको पट्टासाप हुन्छ, होइन पट्टासाप हुन्छ। मैले पटक भनेको छु, दुई तिहाई होइन क्या, यो देश राणालाई रखाडेको देश हो, यो देश राजतन्त्र थालिदिएको देश हो। पटक हेर्नुहोस् यहाँ, काङ्ग्रेस पनि अन्त्य भयो, एमाले पनि अन्त्य भयो, हामी समेत अन्त्य भएको देश हो। म त नि आज यो सुकुम्बासीमा आएको म पनि सुकुम्बासी मान्छे हो, होइन तर म यहाँको होइन। तर हिजो चुपचाप घन्टीमा भोट हाल्दै भन्ने अनि रवि लामिछानेज्यू खगेन्द्र सुनारज्यू हिजो अस्ति के भन्दै थियो, यदि तपाईँको घरमा तपाईँको गाउँमा तपाईँको ठाउँमा सुकुम्बासी बस्तीमा आएर डोजर चल्छ भने म आएर थाप्छु भनेको तपाईँ कहाँ रहनुभयो? हिजो भोट यहाँ सुन्नुहोस् है, हिजो भोट नपाइन्जेलसम्म त तपाईँको निम्ति म छाती थाप्छु, आज भोट पाएपछि म तपाईँलाई छातीमा लात हाल्छु भन्ने यो कदापि हुन सक्दैन, कदापि हुन सक्दैन। त्यसैले प्लिज मेरो अनुरोध छ, बालेन्द्र शाहज्यू तपाईँ बेलामा सुध्रिनुहोस्, होइन स्टोनको भरमा राजनीति सम्भव छैन नि फेरि, होइन पटक पनि यो देश 10 वर्षको महान 10 वर्षको जन्मको डाँडे ल्याएको होइन। यहाँ पटक देखेन, यहाँ पटक देख्नु किन यहाँ पटक देख्नु किन पटक सुकुम्बासी बोल्दैछु मङ्गलजीले गरे हैन, म भिडियो लिइराछु, मङ्गलजीले गरे हैन, त्यो साथीले गरे है। पत्रकारले सोधेपछि मैले भनेको छु सुकुम्बासीलाई हटाउन मिल्दैन, उहाँलाई सुकुम्बासीलाई हटाउन मिल्दैन क्या, सुकुम्बासी हटाउन मिल्दैन, पटक्कै मिल्दैन। के भन्नुहुन्छ भने क्या